वेलकम ब्याक टु माई न्यू ब्लग। आज के भन्छ यार, सबैजना सन्चै आरामै हुनुहुन्छ। दामी आयो त्यो यार, दामी गयो। हान्ने हाम्रो बाबुले कडा हान्ने। हाम्रो चाहिँ फाइनल्ली आज जित्न सफल भयौँ है। हामी चाहिँ यसलाई के भनिन्छ अरे आन्टी भनिदिनु त? सरुवा सरुवा भनिन्छ ल। हाम्रो आन्टीले टक्क राख्नु भएको रहेछ यहाँ सरुवा बेच्न। मजाले देखाइदेऊ ल। दामी ठुलो है यो चाहिँ, फर्स्टमै परेको है, देख्न सक्नुहुन्छ। वेलकम ब्याक टु माई न्यू ब्लग। आज के भन्छ यार, सबैजना सन्चै आरामै हुनुहुन्छ। आज चाहिँ फाइनल्ली होइन बासुदाईको ससुराली गडौलीटार जाउनु भनेको थियौँ। हिजो त्यस्तै भयो है, मजाले मिलाएर हेर्नु है। अब के कति रमाइलो भइरहेको भनेर अब अगाडि नै थाहा पाइसक्नु भएको होइन, सट देखाइसकेको छु है। गण्डकीको तिरै मजाले होइन, गाडा बाइकमा मजाले गएर मस्त रमाइलो गर्नुपर्छ है। अब यता देख्न सक्नुहुन्छ गडौली टाढा अब फाइनल्ली आउनु लागि होइन। यता देख्न सक्नुहुन्छ मस्त भयो जग्गा होइन। केही दुई शब्द जग्गा केही दुई शब्द राखिदिनु न त। यता गडौली टाढतिर आएको अहिले बोल्छु, अहिले ग्राउन्डमा गएर बोल्छु अहिले। ल है त फाइनल्ली अब चाहिँ माथि गिरानतिरै जानुपर्ने हुन्छ। मैले अघि बाटोतिरको बनाइनँ, फेरि अलिकति झल्लो लाग्यो त्यही भएर त्यो हल्का यहाँ चाहिँ बाटो अलिक दुःख रहेछ। त्यहाँको सबैजना जानुपर्ने हुन्छ है त। बासुदाईको ससुराली हो, त्यहाँ पुगिसक्यो है बासुदाई। पाले पालो हुनुपर्छ है त। ल अनि गिरान आइसक्यो दाइ। दामी आयो यार भ्यू यार। ल हाम्रो दाजुभाइहरू टक्क आज चाहिँ बासुदाईको ससुराली है त। टाटा। ल हामी चाहिँ आज फाइनल्ली बासुदाईको ससुराली मजाले बल खेल्न हिँडेको सबैजना दाजुभाइहरू। दामी गयो। अत्यन्तै रोमाञ्चक गेम भइरहेको छ। हाम्रो खेलाडीहरू है टक्क देख्न सक्नुहुन्छ। अब यहाँ चाहिँ फोटो खिच्नु पर्ने हुन्छ। हिजो खास बजार आज ल फोटो खिच्नुपर्छ है त। ल फाइनली हाम्रो ल सबजना हस् ल एकचोट है त। ठामडाँडाको टिम है त यो, ठ्याक्कै यति 9 जना छौँ। त्यसपछि टक्क गएर खेल्नुपर्ने हुन्छ है त। अब सक्नुहुन्छ है त। जस्ट रमाइलो अहिले पछि जितेपछि रमाइलो गर्नुपर्छ क्या, त्यही हो। हार्यो भने त त्यस्तै हुन्छ। अहिले जितेपछि बवाल रमाइलो गर्नुपर्छ है त। हजुर आज त सिक्नुपर्छ यार, जहिले जहाँ गयो भने हार्नुपर्छ, त्यही हो। आज नि हो, आज चाहिँ ढुक्क हो क्या। यहाँ बच्चाहरू चाहिँ टक्क त्यो बालापनमा हुन्छ नि, टक्क गुल्टिरहने भिडियो अरे सब भाग्यो यार। हान्ने हाम्रो बाबुले कडा हान्ने बाबुले। हाम्रो चाहिँ फाइनल्ली आज जित्न सफल भयौँ है। हामी चाहिँ फाइनल नखेलाएर है दामी रमाइलो हो थियो, त्यो देखाउन पाइनँ किन भन्दा अब एउटा भिडियो गर्ने मान्छे नै भएन, त्यही भएर म
म भोलितिर चाहिँ मस्त देखाउँछु है त आज चाहिँ हामी त दुल्टिन गएको कि है मस्त जित्यो गेम पनि केटाहरूको पारा देख्न सक्नुहुन्छ है यसलाई के भनिन्छ अरे आन्टी भनिदिनु त सरुवा सरुवा भनिन्छ ल हाम्रो आन्टीले टक्क राख्नु भएको रहेछ यहाँ सरुवा बेच्न दिदी दिदी हो कि आन्टी हो मैले आन्टी भनिदिइसकेँ है अनि यहाँ टक्क हाम्रो नास्ता छ अब टक्क नास्ता खाएर जानुपर्छ आज सरुवा चाखिदिउँ भनेर होइन बाबु कस्तो हुन्छ लुकाएर ल्याएर नै ल ठिक छ लुकाएर आज अब फाइनल यसो घुम्न जानु पर्यो कि के अरे यो ठाउँ गडौली टार यसो घुम्नु पर्यो कि सर सय त हिँडिदिन्छ हामीले 50 रुपियाँको के लिन्न हामी चटपट लिन्न है अनि यहाँ हाम्रो आन्टी मजाले बनाउनु भएको छ आज धेरै रमाइलो होइन बाबु कुरेर बसिरहेको छ है ल हाम्रो दादा टक्क चाहिँ के सक्स यहाँ छ कि सक्स ल यता हो टक्क बजार आएको त्यहाँ दाइहरू टक्क हेर्नु भए अब हामी चाहिँ यसो डुल्न जानु पऱ्यो कि होइन र अनि यहाँ चाहिँ मनुवा सरुवा के भनिरहेछ जाँड झोललाई है मिठो हुन्छ कि हुन्न अब यसो गर अहिले यसो चाहमला आएर हो क्या जाँडको झोल नलान्ने खान्न हामीले अहिले राइट देखाइदिउँ होइन हामी चाहिँ बासिस्थानतिर हिँडेको है त ल रट्ट आज चाहिँ बस्नुपर्ने हुन्छ टक्क मिलाएर अगाडि 4वटा बाइक ठ्याक्क 3टा बाइक अनि हामी पछाडि लास्टमा ट्याक्क दाजुलाई नसकेर होइन केटाहरू साह्रो होइन दादा यही बाटो होइन र यहाँ बाटो अर्कै यो बाटो ए बाइकमा त झन् लाग्यो ए राखेर आयो है बाइकमा वहाँ पुल मार्न अहिले रातिको 2:30 बजे हो नि त दाजुलाई माछा देखाइदिनु त हामी रातिको 2 बजे फिसिङ गरेर आएको है फाइनल्ली रातिको 2 बजे वासुदाईको ससुरालीमा आएर मजाले माछा मारियो है त देख्न सक्नुहुन्छ माछा लियो ए देखाइदेऊ ल दामी ठुलो है यो चाहिँ फर्स्टमै परेको है देख्न सक्नुहुन्छ अघि त्यो गण्डकीतिर गर्नु भनेको फेरि त्यस्तै भयो क्या देखिएन केही पनि हाम्रो सन्दीप बाबुले यहाँ देखाइरहेको नै त माछा आजको फिसिङ पनि सक्सेस भयो कति मिनट बसा आयो क्या अझै ल अब माछा धुनु पर्ने हुन्छ है त ल आजको हाम्रो फिसिङ तिमीलाई निन्द्राले छोड्यो घर आएको निन्द्राले छोड्यो रहेछ हामी 7 जना गएको थियौँ यता दाजी हुनुहुन्छ अनि यति दाजी हुनुहुन्छ उताखेरि दाजी जानुभयो अरू हाम्रो टोली त सब सुतिसक्यो है हामी 3 जना मात्रै अहिले चाहिँ ओहो कति मिठो दाले हजुर देख्न सक्नुहुन्छ है फिसिङ खै बाबु खै वाउ ए हाम्रो माछा देख्न सक्नुहुन्छ है रातिको 2 बजे है अहिले 2:30 भयो मामा यसको त भित्र केही छ नि त्यो तिमीलाई हो के भोलि फेरि बिहान 7 बजे नै गेम छ फेरि मजाले खेल्नु पर्ने हुन्छ अब माछा हेर्नु सक्नुहुन्छ फेरि अब खाना खाएर ए यो त मैले फर्स्ट टाइम देखेँ यस्तो माछा खै टाउको न है त अब हामी टक्क सुत्नु पनि पर्ने हुन्छ है त हजुर 3टा एकैचोटि यहाँ पऱ्यो फेरि
तिनटा के ठुल्ठुलो के उयो सुरुमै परेको तिनटा जाने साथ बिहानको मौसम देख्न सक्नुहुन्छ आज नेक्स्ट डे फेरि पनि है त देख्न सक्नुहुन्छ दाजुभाइ राइडमा लाग्छ फेरि आज बिहानै आयोजकसँग पऱ्यो फेरि है पर्ने हुन्छ मजाले उठेर झ्याप्प आइदिउँ है सुक्दैन होइन नुहाएर हल्का बिहान सबभन्दा फर्स्ट गेम चाहिँ हाम्रै पर्ने हुन्छ अब चाहिँ गएर मजाले खेल्नुपर्ने हुन्छ गेम त्यही हो सो पछाडि अरू चाहिँ पछाडि आउँदै हुनुहुन्छ त्यहाँ हुनुभएको छ होइन त्यहाँ मान्छेहरू हिजो फिसिङ चाहिँ मजाले हान्यो है त सबैले देख्नु भएको होला है ल गिरानतिर पुग्नुपर्ने हुन्छ त है ल है त यहाँ देख्न सक्नुहुन्छ गिरान अहिले चाहिँ मस्त सो हुनुभयो अब एकछिनमा नेक्स्ट बाँधेर खेल्नुपर्ने हुन्छ उता पनि मस्त बनाउनु होला धेरै मान्छे चाहिँ हुनुहुन्न पहिला हुनुहुन्छ मान्छेहरू मस्त भरिनुहुन्छ गिरान सो हुनुभयो मस्त त्यहाँ हामी चाहिँ यता टक्क बसिरहेको दाइहरूलाई कुरेर बसिरहेको हिजो कति 3:30 बजीतिर सुतेको मस्त खाएर माछा मजा भएको थियो त्यो फिसिङ गर्न राति गजब भएको थियो फर्स्ट टाइम दामी गण्डकीमा निन्द्रा पुगिरहेन यार नम्बर 9 तर्फ 6-4 नयाँ टार भर्सेस बनटार चलिरहेको छ उताको नयाँ टार यताको बनटार फेरि पनि नम्बर 9 टारलाई नै 7-4 बल गर्न सकेन त्यसको फाइदा 9 टारलाई 8-4 रेफ्री बल आउट नम्बर बनटारलाई 5-8 बल गर्न सकेन कति माथि डाँडा हिमालतिर अत्यन्तै राम्रो प्रयास बल आउट त्यसको फाइदा बनटारलाई बनटार 6 छक्ने 9 टार 11 निकै राम्रो प्लेसिङ बनटार टिमबाट फेरि पनि नम्बर बनटार तर्फ नै 8-11 छोड़ दे गरवा कर गाड़ी से खोइ कति च्याएर दौडिनु के मुझे तुला दिएन के भाट के गर्न कता कता हो त्यो बसिया नचल्न त्यही हो आइ जा
ए जिया बस कति चलेको मुजिया कति बिनाठी होइन को त्यहाँ किरण यहीँ बसेर गर्नु क्या म त जान्न मलाई ल्याइ अहिलेको मैले जितेँ ओके है तेरो दिदी क्लास किरणमा पनि आउँछ नि तेरो राम घरमा भन्नु भयो आसी घरमा बनिहाल्छ है भलिबल जाके यो त राख्न ढुन्थे खोइ कोर्यार बोल्ने कता कता यो गेम आइज अब त्यति गराइदिनु उडा न त्यसको लागि छोरालाई टेक पठाउनु माग्छिन् लाडेर सुमन कुमार आयोजकलाई 2-0 कुन कसको तेरो मम्मी आउँदैन के हो यस्तै बिग्रे गर्नु ए छिराएर आज बल थुम्की डाँडालाई नम्बर 1-2 नाम बोल के लाउँदैन यहाँ लाउँछ लाउँछ पावर शॉट हाने जस्तै ब्याग भएको भाइ गर्छ यो मोबाइल त आफै थुम्की डाँडा 4 आयोजक 2 थुम्की डाँडाबाट 3-5 जाताको बात हो त केटाहरु होला जीवा अब घरतिर जान लागेको सबैजना देखि सक्नुहुन्छ निन्याउरो मुख पारेर सेमी फाइनलमा टक्क हारेर हिन्दी भाइ हामी मेरो फोन आदर्श माने कि ल अब जे जस्तो भयो भने 2-3 दिन चाहिँ 2-3 दिन रमाइलो गरियो त्यही हो सो अब के भन्ने र है अब गएको निकी देखाउने हो र यतैतिर आज नि बसिया माछा मारेको देखाउनु हुन्थ्यो हिजो 2:30 बजे फिशिङ हैन के भयो अब फाइनली घर जानु पर्ने हुन्छ आज चाहिँ घरतिर गएर बास हुन्छ होला अन्तिमसम्म हेरेर साथ दिनु भयो भने धेरै धेरै थ्याङ्क चाहिँ भन्न चाहन्छु है त्यही हो लास्टमा के भन्न चाहन्न बाइ बाइ टाटा गुड नाइट अब तनाउ छोडेर पाल्पा लाग्दैछौँ हामी ल सबैजना बाइ बाइ टाटा बाइ बाइ त्यही लास्टमा हेरेर साथ दिनुहुने सबैलाई धेरै धेरै थ्याङ्क यू ल लास्टमा चाहिँ सब्सक्राइब चाहिँ हान्न नभुल्नु होला त्यही हो त बाइ बाइ